यो माउरी चाहिँ कहिले काट्नुपर्छ थाहा छैन? बाजेले थाहा छ? ल जान्छ साथै नमस्कार। अहिले म दागाना जनपद लाजक बाना चौकमा आइपुगिरहेको छु बसमान गुरुङको घरमा र उहाँसँग केही अन्तर्वाद परिचर्चा माउरी र पुत्काको विषय लिएर। पुत्काले कहिलेदेखि खुदु लाउन सुरु गर्छ? हजुर पुत्का चाहिँ अब भदौदेखि उता चाहिँ जाडो महिना आउँदो रहेछ। त्यो जाडो महिनामा अब अहिले पुसमा पनि काट्नु हुँदैन। त्यसले गर्दाखेरि अब फागुनदेखि उता मात्रै उसको अलिक फैलाउने चान्स हुन्छ। पुत्काको चाहिँ कतिको दबाई हुन्छ? दबाई त अब टिबीहरूको खाँसीहरूको यस्ता जिउहरू अब दुखेको सबै दबाई हुन्छ यो त। हजुर अहिले अब मर्केकोहरूमा यताउता खायो भने दबाई नै हो यो। बाना भोजमान गुरुङ दागाना जिल्ला दागाना जोङ्का। पुत्काको खुदु बेच्नु सक्नुभयो भने कति पाउनुहुन्छ हजुरले? 1 लिटरको अथवा 1 बोतलको? यो पुत्काहरू अब मौकामा बेचियो भने अब 8,000 रुपियाँ छ बोतलको। 8,000 रुपियाँ। अहिले यो पुत्का जङ्गलमा नि हुन्छ कि घरमै मात्रै? जङ्गलमा नि हुनसक्छ। यो घरमा पनि मान्छेले बेसी मात्रामा पालेको छ र अहिले दुनियाँ खालि पुत्काको खुदु मात्रै खोज्ने छ। त्यसले गर्दाखेरि अब दबाई चाहिँ कडा दबाई हो। त्यसले गर्दाखेरि अहिले अब घाममा जाडोमा चाहिँ निस्किँदैन यो? निस्किँदैन, खालि तातोमा मात्रै हो। हजुर माउरी पालन भइरहेको अवस्था छ। अलि छेउमा क्यामेराम्यान माउरीले एकदमै काम गरिरहेको छ। चागा अब यो कहिले काट्नुपर्ने हो? अहिले आज एकदमै घाम लागेको छ। घाम लागेको बेलामा चाहिँ यो माउरी चाहिँ पुरै निस्केको छ अहिले। देखिन्छ माउरी यति ल्याउने हात टोक्दैन। यहाँले छेउमा रहेछ। घाम लागेको बेलामा चाहिँ एकचोटि सबै माउरी बाहिर निस्किँदो रहेछ। बथरुम जस्तो होइन नि हो? ल यो माउरी चाहिँ कहिले काट्नुपर्छ थाहा छैन? बाजेले थाहा छ? ल अब बाजेलाई सोध्नु पर्ला। क्यामेराम्यानले उहाँलाई थाहा भएन यो माउरी कहिले काट्छ भन्ने कुरो स्पष्टमा। र यो माउरी काट्नको लागि यो पनि समय हुन्छ र सही समयमा माउरी काट्यो भने चाहिँ खुदु पनि मजाले खान पाइन्छ। माउरीको खुदु अथवा चाका काट्नु सजिलो चाहिँ हुँदैन। जसले काट्छ उसैले हात चाट्छ भन्ने उखान छ। बेलुका चाहिँ कति बजीसम्म यिनीहरूले? अहिले यो हिउँदोमा कतिको काम गर्छ? कतिको चाका बनाउँछ? त्यो हिउँदोमा चाहिँ अलिक जाडोले गर्दाखेरि अलिक लाउनु सक्दैन। अहिले तातो महिना अब त्यो फुल खालको उसमा मात्रै अलिक रस लाउनु सक्छ। अहिले हिउँदोमा त तोरीको फुलहरू अनि तोरीको फुलहरू त अब अहिले सर्दा त हुने थियो तर मान्छेले चाका होइन खुदु बेच्नुपर्छ तारेर। खुदु? हजुर माउरीको खुदु चाहिँ बोतलको 1,000 रुपियाँ छ। 1,000 रुपियाँ? हजुर बोतलको 1,000 रुपियाँ? 1,000 रुपियाँ। अनि त्यसको दबाईहरू पनि अब हरेक प्रकारै हुनसक्छ। त्यस कारणले गर्दाखेरि अब दबाई चाहिँ खासै के उपचार हुनसक्छ? यो अब लडेको बेलामा अब जिउ यताउता दुखेको बेलामा यो अलिक हाडखैको बिमारहरू यस्तोहरूमा चाहिँ अब निकै नै यो शिक्षक छ। त्यसले गर्दाखेरि अब यो दुनियाँले पालिरहेको छ। तर एक मौकामा चाहिँ अब अरिङ्गल र बस्नेले चाहिँ निखार्छ र यो असोज कार्तिकसम्म चाहिँ अब बस्नु र अरिङ्गलले निकै यसलाई एटेक गर्छ। त्यसले गर्दाखेरि त्यतिखेर चाहिँ खुदु लाउन अलिक
मुस्किलै पर्छ अब यहाँदेखि उता भदौ समयमा चाहिँ कुरो लाग्ने चान्स हुन्छ यसको माउरी चाहिँ तपाईँले जङ्गल खोजेर ल्याउनु भयो कि जङ्गलदेखि हो ए कोही त आफै नै आउँछ जङ्गलमा चाहिँ कसरी होइन जोड त अब जङ्गलबाट ल्याएर राख्नु पऱ्यो नि त अनि बनाउनु पर्यो बनाउनु पऱ्यो त्यहाँबाट दुःखै छ त्यो जङ्गलको मौरी आएको नि त त्यहाँ अब राखेको त्यो मौरी हो नि त त्यो कति त आफै नै आउँछ कति खोज्दै खोज्दै आउँछ नि ए जोड बनाउनु पनि पर्छ आफै यो उज्यालो गइ छैन बसै कहाँको त्यो घर पछाडि जान्छ क्या त्यहाँ चाहिँ खुद कति लागेको छ काट्ने मात्रै छैन त काट्नु नि भोलि बिहान बस जहिले काट्छ कि खायो साह्रो लाग्छ होला कुखुरा